अलैँचीमा पानी लाउँदा ध्यान दिनुपर्ने कुराहरू म तपाईँहरूलाई भन्दैछु कि आज। अलैँची चाहिँ अलैँचीमा पानी लाउँदा चाहिँ 24 घन्टादेखि बेसी नलाउनुहोस्। त्यो पातमा पुरा लेउ आउँछ। अझै कोहीले त 5 दिन 6 दिन राख्दाखेरि चाहिँ के हुन्छ भने पातमा लेउ आउँछ जम्मै। पातमा लेउ आएपछि अलैँची मर्ने त्यही हो। त्यहाँबाट लेउ पलाउँछ। लेउ पलाएपछि चाहिँ 1-2 दिन बर्खा लाग्दै गर्दा बर्खे झरीले भेट्दाखेरि चाहिँ मर्छ त्यो अलैँची। पातहरू जम्मै मर्छ, मुनि फल राम्रो दिँदैन। अनि घाम लाग्ने ठाउँमा त अझै अथवा हो त्यो बिमार। अनि यो सेपिलो जग्गा घाम नपुग्ने जग्गामा चाहिँ फेरि अझै तपाईँहरूले फिर्के चाहिँ 4-5 दिन चलायो भने त्यो अलैँची फल्दैन, फेरि मरिहाल्छ। अनि यो घाम लाग्दाखेरि अहिले म घाम लागेको तपाईँहरूलाई देखाएर आएको छु। यो घाम लाग्दाखेरि सकभर नलाउनुहोस् पानी। घाम लाग्दाखेरि लगाएको त्यति राम्रो हुँदैन। यो घाम नलाग्दा बेलुका खेर पानी लायो भने सबसे राम्रो चाहिँ त्यही हुन्छ। फेरि घाम नलाग्दा बिहान काटिदियो, बेलुकातिर लायो, त्यसो गऱ्यो भने चाहिँ राम्रो हुन्छ है साथीहरू।